मैले यहाँ गरिबको बच्चा भेटिसकेको छु हैन यहाँ एउटा गरिबको बच्चा हजुर म हजुर तँलाई चाहिँ हैन 1 रुपैयाँ दिन चाहन्छु अनि त कतिको खुसी छस् म धेरै खुसी छु म धेरै ओके ओके भाइ यसै साथ सपोर्ट गरिदिनु होला है सबैजनाले 1 रुपैयाँ गरेर सहयोग गरिदिनु होला त एक शब्द भन्न त के भन्न चाहनुहुन्छ म एक शब्द के भन्न चाहन्छु भने मलाई केरा साह्रै खानु मन लाग्यो केरा 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 यो गरिबको बच्चालाई मैले यहाँबाट केरा दिइसकेको छु एउटा राम्रो यो केरा भन्दा नि तपाईँको केरा खानु मैले यसलाई मैले केरा खानाले हिँडाइसकेँ अब चाहिँ लालपुर सक हुँदैछ भयो ल यति नै हो अनि साथीहरू हाम्रो चाहिँ यो मलाई गरिबको बच्चा भन्थ्यो आफै गरिब रहेछ मलाई भुइँको टिपेर दिएर त आफै गरिब रहेछ कि यो बाबु चाहिँ तपाईँलाई कसको केबाट चाहिएको छ त बताउनुहोस् यस अनि हामी चाहिँ के भन्नु मानुकोट आएको छौँ मानुकोटको टोयलेट आइरहेको साथीहरू हामी चाहिँ हामीले यो कचेलाई भेटिसकेको छौँ कचे ओ यो एक म्युजिक हान्दै तेरो मेरो हितको परानो कचो भयो अनि हामीले यो कचेलाई चाहिँ अब मैले चाहिँ एउटा स्वागतको लागि एउटा नेपाली टोपी लगाइदिन चाहन्छु नेपाली टोपी त के हो नेपालको के विजिट गरिदिने होइन हाम्रो यसलाई सम्मान गर्न चाहन्छु फुकालिदिनु माथिको त्यो अलिक नराम्रो देख्छ कि हामी चाहिँ यो विदेशी टोपी भन्छ वाटरप्रुफ टोपी हो गाइस समस्या टोपी है गाइस होइन यसलाई समस्या गाइस टोपी होइन यहाँको गाउँको भ्यूमा चाहिँ घाँसले राख्नुपर्छ लगानी एकछिन कति राम्रो हो के भन्छ अरे दगम है दगम म त एक नम्बर भुट्नु गाइस म हजुरहरूलाई यहाँ मानुकोट देखाउन चाहन्छु देखियो मानुकोटको भ्यू हेर्नुहोस् होइन म अझै माथि गएर देखाउँछु देख्न गाइस हेर्नु त मानुकोटको भ्यू कस्तो राम्रो यता भ्यू टार यता चाहिँ हेर्नु न यो घाँसको दाउरा रहेछ कि हेर्न गाइस पुरा यही हो पुरा यति हो हामी चाहिँ फाइनली गाइस हामी चाहिँ यहाँ मानुकोटमा आएर दयाङ राईलाई भेटिसक्यौँ यो नानीले के गराएको यस्तो फेरि बाबु वान्स मोर फेरि जाओस् त सलाम सर भन्न के भन्छ तेरो सलाम खुट्टा र हात एकै ठाउँमा भयो सर अनि कसरी गर भन्दा यसो जातुको बच्चा हजुरको छ गाइस कता गयो जातुको बच्चा जादुको बच्चालाई भेटिसकेको छ अब म हजुरलाई लिन चाहन्छु हाम्रो दाउरी सोल्टिनलाई दाउरी सोल्टिन चाहिँ किन भ्लगमा आउने खोज्दैन दाउरी सोल्टिन लुकेको गर्छ दाउरी सोल्टिन डेक बोकेर आउनु डेक यस अब नदेखाइदिनु अनि हाम्रो चोर बेबीलाई भेटिसकेका छन् साथीहरू अनि हाम्रो सोल्टी चाहिँ किन एकदम स्याडमा छ सोल्टी किन हो कि तिमी यस्तो स्याड तिमीलाई त्यही बिजेट गर्नु लाग्यो भने होइन कि तिमी किन यस्तो स्याड होइन आज राति हो र एक म्युजिक हान्देऊ नि त एउटा एक सङ हान्देऊ नि त ल रमालेमा जति हेरे पनि तिमी चाहिँ कसको यादमा टोलाउँदै उता हेर्छौ कि किन हो म मजाले म मुडमै छु कि होइन गोठतिर मात्रै हेर्छौ त यस्तो भैँसीको बाख्राको यादमा हो क्या तिमी यस्तो गोठतिर टोलाउँदै म बोका परेँ कि अन्त नि भने अब बोका वर्ग हो बोकातिर परेँ त्यही भएर अनि त्यही भएर साथीहरू बोका रहेछ र पो छेउमा जाँदा त उहाँ स्वास्थ्य बनाएको बोका बसिके अन्त नि अनि साथीहरू अनि हाम्रो यो घाँसी किरानी झाँक्रिनीलाई भेटिसकेका छौँ अब यो घाँसी किरानी हो कि झाँक्री रानीहरूले त गाइजहरू यसलाई त माता चढेछ नि ओए सिस्नो क्या देख लिएर पनि जाने अनि हाम्रो टुलुको बच्चालाई भेटिसकेका छौँ टुलुको बच्चा यता आउनुहोस् त तपाईँ हाम्रो टुलुको बच्चा चाहिँ अनि टुलुको बच्चा तपाईँ कहाँ गएर आउनुभयो कि यति बेला कहाँ मेरो भ्लगमा किन आउनुभयो
नगर न यहाँ हाम्रो रमाइलो ब्लग हो यस्तो भन्नु टेक ल्याउनु जातिको बच्चा जाम न त जातिको टेक ल्याउनु भिडियो गर्नुपर्छ जातिको बच्चा ए जादुको सानो बच्चालाई नि भेटिसकेको छौँ जादुको सानो बच्चा चाहिँ कस्तो क्युट रहेछ जादुको बच्चा जब चाहिँ हामी कहाँ जान लागेको थाहा छैन है कुनै कता अब घर होला नि कहाँ जाने हामी विवेक यहाँ चाहिँ ल्याउनु त्यहाँ राङ्गी जाने हो गाइस मेरो भाइ बिचरा हेर्नु त कस्तो जाडो भरेछ यसलाई ओए भोक लागेन लास्टै रुगा लाग्यो केही भन्न चाहनुहुन्छ हजुरले हजुरमा चाहिँ के भन्न चाहन्छु भने अनि हाम्रो यो भ्लगलाई सबैले माया गरिदिनु होला यति भन्न चाहन्छु भाइरल गराइदिनु होला भन न भाइरल गराइदिनु होला गाइजहरु ल बाइ बाइ उता जादु अनि हाम्रो यो जादुको बच्चा हेर्नुस् कति हुन्छ भगवानको बच्चा भगवान गाइज लास्टै जाडो भह भनौँ कि के भनौँ तर लास्टै राम्रो रहेछ है जाडो त भह गाइसहरु हजुरहरुलाई एउटा कुरा थाहा छैन भैँसीको बच्चा भैँसी उड्न सक्दैन कि किनकि भैँसीको पखेटा हुन्न नि त त्यही भएर भैँसी छोड्दिनु त तँलाई के भयो छोड्दै बाटो ब्लक भन्छ बाटो ब्लक भयो यसो साइड छोडिदिनु होला है गाइज मेकअप गर्दै हिँडेको कोले ए मुख पनि धोइ होइन त्यस्तै मेकअप गरिहास् मेकअप गरे त्यहाँ त मेकअप राम्रो हुन्छ हाम्रो उलुलु खै के यता ए यस के रेसको नाम मुसे हामीले लिल झोलाको छोरा मुसलाई भेटिसकेका छौँ एक ऱ्याफ हान्दैन तपाईँ झोला गएको म्याच बेबे तिमी प्याच हान्न के को छोरा भनेर तिमीले लिल झोला लिल झोला कस्तो हो र लिल झोला कस्तो ओए अहिले त हट्यो है त्यो सबै मानुङ डाँडा त मानुङ डाँडा हट्यो गाइज हामी कहाँ जान लाग्यो हामीलाई चाहिँ थाहा छैन होइन कस्तो राम्रो भ्यू आयो कि तर गाइज हेर्नुहोस् दुई चार शब्द अझै केही भनिदिनु होला गाइज होइन गाइजहरु म चाहिँ एकजनाले प्रपोज हान्न चाहिँ गइरहेको छु है ल छिट्टो है पर्पस हान्न पर्यो है कसलाई हो देखाइदिने हो कि ब्लगमा देखाइदिनु पर्यो देखाइदियो अगाडि अगाडि भाग्यो है कति डाँडा पारी जान भयो बा हिँड्न नि सकिन्न अनि साथीहरू हामीले चाहिँ यहाँ हाम्रो यो एकदम सहयोगहरू यहाँ सहयोग प्रदान गर्न आइरहेका छन् हाम्रो यो गरिबको बच्चाहरूले गरिबको बच्चाहरूलाई अब हामी के फुल दिएर स्वागत गर्न चाहन्छु म चाहिँ यो हाम्रो मुसे भाइलाई पहिला सुरुमा ल घर जान मन लाग्यो एक्लै जान पनि सक्दिनँ फर्स्ट टाइम आएको बाटो पनि राम्रोसँग चिने छैन नत्र जान्थे ल के ल के हो भन्ने भन् अब हामी चाहिँ गरेको बच्चालाई फेरि पनि म कि जुसी दिउँ भनेर ल बाबु खा बाबु कस्तो हो र ल खा बाबु यो गरेको बच्चालाई यो खाँदो रहेछ यसलाई नि यो देख्छ अनि अब हामी के भन्ने अब पछाडि जादु जादु खै जादुको मन्त्र तन्त्र भेटिसक्यो यो जादुको सानो भाइ हो जादुको सानो भाइ अनि यता यो ब्लग हो कि कमेडी सो हो थाहा छैन गाइस हजुरले नि खानी भए कमेन्ट गर्न हजुरले गर्छन् खानी बारे सबै बिजोग छन् यहाँ गाइस भन्न केही आएन मलाई आम बाउन गाइस जादुको बच्चा बाई दीपिका के छ त नि सन्चै बिचार त ठिकै ठिकै नै लाइ गरे कस्तो हो र पुछ्ने हात पाइन त्यही भएर दोष मिलाइदिनु।